चाहिँ आएको छु गाउँमा। अनि त्यसपछि यो चाहिँ मेरो सेकेन्ड भ्लग हो। अनि हिजो चाहिँ मेरो 16 सब्सक्राइबर थियो, अहिले चाहिँ 17 भयो। कङ्ग्रेचुलेसन टु मी। अब मैले चाहिँ उस बनाउँछु भन्ने थिएँ, इग्नोरिङ प्राङ्क टु माई फ्रेन्ड विथ एनदर फ्रेन्ड भने थिएँ, तर मैले अहिले फेस रिभिल गरिनँ। अब म चाहिँ गाउँमा आएछु नि त। गाउँमा मेरो कोही पनि साथी छैन धेरै जस्तो नि कोही पनि छैनन् क्या। म यत्तिकै भाइहरूसित डुलिरहेको छु। अनि त्यो भाइहरू पनि उता गहन मलाई छोडेर माई गड हावा चाहिँ फेरि दिन चलाउँछ क्या। अब चाहिँ म भोलि चाहिँ फेस रिभिल गर्छु। फेस रिभिल गरेर पनि केही भिडियोहरू बनाउँछु। यताबाट पनि डुलेर आइसक्यो। मेरो कुकुरलाई पनि लिएर आएको क्या आज हामीले। उहाँ पुग्यो। ओए कहाँ हो? अब चाहिँ म यत्तिकै डुलेर बस्नु गाइज। यो चाहिँ हाम्रो घर हो। यसमा चाहिँ यतापट्टि छिमेकीहरू पनि हुनुहुन्थ्यो, तर उता हाम्रो घर नेर जानुभयो। यतापट्टिको घरमा बस्नुहुन्छ, यतापट्टिको घरमा बस्नुहुन्न। यता दुईटा देख्नुभयो नि, यो गोठ हो। अनि त्यो घरमा पनि बस्नुहुन्न कि धेरै जस्तो बस्नुहुन्न यतापट्टि। अब दुईटा मात्रै हुनुहुन्छ कि, एउटा यो घरको छिमेकी अनि यतै हाम्रो घर भइहाल्यो। दुईजना मात्रै हुनुहुन्छ। त्यही हो गाइसहरू। म चाहिँ जहाँ गएँ त्यहाँ आएको, तर मलाई छोडेर गयो कि त्यसले। कता गयो कता कुकुरले फेरि गाइसहरू। अब चाहिँ यता बाट लैजान्छु। क्यामेरा चाहिँ यतापट्टि गाइसहरू घरको कसम हो कि जान पनि बस्दैनन् गाइस। यहाँनिर यो गाउँमा चाहिँ म चाहिँ भोलि फेस रिभिल गर्नेवाला छु। यता चाहिँ हाम्रो आमा अनि दुईटा भाइहरू बस्छन्। अनि चाहिँ म देखाउँदै जाँदैछु। म चाहिँ मेरो आमा हो, त्यो चाहिँ मेरो भाइ हो। त्यो कस्तो गिलो जस्तो यो चाहिँ एकदम गिलो हो। पहिला गिलो थियो क्या, चाहिँ किन गिलो हो क्या गाइस। तर तातो त किन रहन्छ। अब फेरि हामी यताबाट जामे त। यताबाट मेरो आमासित गइरहेको छु। म चाहिँ आइसकेको छु। अब चाहिँ झर्छ म पागल आउँछ। कसलाई भन्नु यिनीहरू चाहिँ यो गाउँको भ्यू हो हाम्रो। यिनीहरू चाहिँ हाम्रो भ्यू हो। अनि त्यसपछि कति बोल्छन् यिनीहरू। अब चाहिँ म भोलि चाहिँ फेस रिभिल गर्दैछु। अब फेस रिभिल गरेपछि अब मेरो सब्सक्राइबरहरू पनि बढाइदिनु। यति मेरो भ्लग। अब चाहिँ टाटा सी यू, भोलि भेटौँला।